मलाई चाहिँ कि यो बर्खा महिना राम्रो पनि लाग्छ अनि कुनै बेलामा चाहिँ नराम्रो पनि लाग्छ। अनि राम्रो चाहिँ किनभने अहिलेको पानीले बोट बिरुवाहरूलाई एकदमै राम्रो बनाउँछ कि। अनि हाम्रोमा पनि दुबोहरू छ नि त, अनि यो बर्खाको पानीले कति राम्रो बनाउने कि दुबोहरू। अनि नेचरसँग कनेक्ट हुन चाहिँ मलाई एकदमै मनपर्छ। अनि यस्तो पानीहरू परेको बेलामा खाली खुट्टा हिँड्न, अनि त्यसपछि यो बोट बिरुवाहरूसँग गफ गर्न होइन। अनि कस्तो राम्रो छ नि, प्रकृतिले हामी कति राम्रो कुराहरू दिएको छ कि। अनि अब यसलाई हामीले सही रूपमा सदुपयोग गऱ्यौँ भने झन् राम्रो हुन्छ नि है। सो तपाईँहरूको पनि गार्डनमा केहरू छ भन्नु होला ल। अनि हाम्रोमा चाहिँ एभाकाडो छ, अनि हिबिस्कस फुलहरू छ, अनि त्यसपछि माछा पनि छ हाम्रोमा चाहिँ। तर यो चाहिँ यो एक्वेरियम चाहिँ के भन्छ ओपनमा छ, हामीले बन्द गरेर घरभित्र चाहिँ राखेका छैनौँ। अनि घर बाहिर नै छ। अनि बेला यो माथिपट्टि यो अहिले चाहिँ बिरुवाहरू राखेको भए भएर जाली नलाइदिएको, अस्ति बिरालोले खाइदियो कि हाम्रो माछा। अनि त्यही भए भएर अनि अहिले चाहिँ यसरी प्लान्टहरू माथि यसरी राखिदिएपछि अनि अहिले देख्दैन नि त। अनि त्यही भए भएर खाँदैन अहिले चाहिँ। अनि कस्तो राम्रो चाहिँ सानो मसिनो यत्रो थियो, अहिले त कति ठुलो भइसक्यो माछाहरू पनि। अनि मेरो मम्मी चाहिँ असाध्यै धर्मकर्म गर्नुपर्ने, मम्मीको तुलसीको मोठ पनि छ। अनि अब अहिले हाम्रोमा चाहिँ यहाँ क्याफे खोल्ने भने भए भएर चाहिँ गार्डनिङहरू चाहिँ हामीले चेन्ज गरिरहेछौँ। अनि धेरै जस्तो चाहिँ यो हामीसँग इन्डोर प्लान्टहरू पनि छ। यो बेच्ने भन्दा पनि पर्सनल मेरो भाइलाई एकदम मनपर्छ, अनि उसले पनि कलेक्ट गरेर राखेको, उसले बनाएको हो यिनीहरू सबै। अनि कस्तो खुसी लाग्छ के। अनि नाङ्गे खुट्टा हिँड्ने, अनि यिनीहरूसँग गफ गर्ने बोट बिरुवाहरूसँग है। अनि अब अहिलेको सिजनले त झन् यो पानी परेको हुँदाखेरि बिरुवाहरू पनि एकदमै राम्रो हरियो भएर आउने। अनि कलरहरू पनि कस्तो राम्रो हुन्छ नि यो नेचुरल कलरहरू। अनि कुनै चाहिँ हरियो, अनि कुनै चाहिँ मरुन कलरको, कुनै चाहिँ सेतो हुने है, कतिवटा थरीको, कुनै चाहिँ लाइट येल्लो हुने है। कस्तो राम्रो थरीको पातहरू, कलरहरू पनि थरीको हुने। अनि मेरो चाहिँ गार्डनमा यस्तो छ। यो सनफ्लावर पनि छ, यो चाहिँ हाम्रो होइन, हाम्रो छिमेकीको। अनि यो चाहिँ मेरो प्याउली महारानी, मेरो बहिनी, अनि एकदम भनेको मान्छे। तपाईँहरूकोमा चाहिँ कस्तो हुँदैछ बोट बिरुवाहरू? नेचरसँग कनेक्ट गर्नुहोस् ल, खाली खुट्टामा हिँड्नुहोस्, बिरुवाहरू छुन्नु होला ल।